नमस्कार। आज म यहाँहरु समक्ष प्रोस्टेट ग्ल्यान्डको समस्याहरूको बारेमा छोटो जानकारी लिएर उपस्थित भएको छु। पुरुषहरुमा मात्रै हुने यो प्रोस्टेट ग्ल्यान्ड जन्मजातै हुने एउटा अंग हो र यसमा मुख्यतया 3 प्रकारका समस्याहरू हुन्छन्। एउटा प्रोस्टेट ग्रन्थि सुन्निने, त्यो कुनै संक्रमणको कारणले पनि हुन सक्छ अथवा संक्रमण बाहेकका अन्य विविध कारणहरूले सुन्निने अवस्था हुन्छ, जसलाई हामी प्रोस्टेटाइटिस भन्छौं। यो सामान्यतया सक्रिय यौन जीवन बिताइरहेका युवा तथा वयस्क पुरुषहरुमा हुने समस्या हो। यसका मुख्य लक्षणहरुमा यदि यो सुरुवाती अवस्थामा इन्फेक्सनको कारणले भएको छ भने पिसाब पोल्ने, दुख्ने र कतिपय अवस्थामा ज्वरो आउने सम्मको अवस्थाहरू हुन सक्दछ भने यदि लामो समयसम्म रहिरह्यो र विज्ञानको हिसाबले 3 महिनासम्म यदि प्रोस्टेट ग्रन्थि सुन्निने समस्या रहिरह्यो भने त्यसलाई क्रोनिक प्रोस्टेटाइटिस भनिन्छ। क्रोनिक प्रोस्टेटाइटिसका मुख्य लक्षणहरुमा जतिखेर पनि पुरुष जननेन्द्रियमा पोलिराखे जस्तो, दुखिराखे जस्तो हुने, कम्मर दुख्ने र शारीरिक सम्पर्क पछाडी दुखेको अथवा पोलेको अनुभूति हुने, यी मुख्य समस्या लक्षणहरू देखिन्छन्। अब दोस्रो छ उमेरको कारणले प्रोस्टेट बढ्ने समस्या, जसलाई विज्ञानको भाषामा बेनाइन इन्लार्जमेन्ट अफ द प्रोस्टेट बीईपी अथवा बीपीएच भनेर पनि जानिन्छ। यो सामान्यतया 40 वर्ष नागेपछि यसको समस्या सुरु हुन्छ। कतिपय मानिसहरूको प्रोस्टेट ग्रन्थि एकदमै ठूलो हुन्छ तर खासै समस्या पिसाबमा त्यसको लक्षणहरू नहुन सक्छन् भने कतिपयलाई सानो प्रोस्टेट अलिकति मात्रै बढेको भए पनि त्यसले पिसाबका विभिन्न खालका लक्षणहरू देखा पर्छन्। उमेरको कारणले प्रोस्टेट बढेका बिरामीहरूलाई देखा पर्ने प्रमुख लक्षणहरूमा पिसाब छिटो छिटो जानुपर्ने, राति पिसाब फेर्न उठिराख्नु पर्ने, पिसाबको बहाव अथवा धारो पहिला भन्दा कमजोर भएको महसुस हुने र समस्या बढ्दै गयो भने पिसाब धारोमा नआएर बुँद बुँद अथवा थोपा थोपामा आउने अथवा कतिपय अवस्थामा पिसाब पुरै थुनिएर पाइप राखेर पिसाब निकाल्नु पर्ने हुन सक्छ। तेस्रो हो प्रोस्टेटको क्यान्सर। प्रोस्टेट क्यान्सर सामान्यतया पाको उमेरका मानिसहरूलाई हुने समस्या हो र यो 60 वर्ष कटेका पुरुषहरूलाई हुने सम्भावना बढी हुन्छ। नेपाल लगायत हाम्रो यो दक्षिण एसियाली मुलुकहरुमा प्रोस्टेट क्यान्सरको समस्या अन्य पश्चिमा अथवा अफ्रिकन मुलुकहरुमा भन्दा तुलनात्मक रूपमा कम देखिन्छ। प्रोस्टेट क्यान्सरका लक्षणहरू, सुरुवाती लक्षणहरू उमेरको कारणले प्रोस्टेट बढ्दाखेरिमा जुन लक्षणहरू देखिन्छ अहिले मैले भनेको तिनै लक्षणहरू देखिन सक्छन् भने यदि यो अलि फैलावट भइसक्यो अथवा अलि बढी गाँजिसकेको अवस्था छ भने यसले गर्दा मानिसहरूको कम्मर दुख्ने अथवा कतिपय अवस्थामा यो हड्डीमा चाहिँ बढी फैलिने भएको कारणले गर्दाखेरिमा बोन फ्र्याक्चर, हड्डीहरू भाँचिएर फ्र्याक्चर भएर आउने जस्ता समस्याहरू पनि देखिन सक्छ। संक्षेपमा प्रोस्टेटको समस्याको बारेमा चासो निकै बढेको छ अहिले र यसका समस्याहरू मुख्यतया एउटा इन्फेक्सन वा अन्य कारणले गर्दा प्रोस्टेट सुन्ने प्रोस्टेटाइटिस, अर्को उमेरको कारणले प्रोस्टेट बढ्ने बेनाइन इन्लार्जमेन्ट अफ द प्रोस्टेट
र तेस्रो प्रोस्टेटको क्यान्सर। आज मैले प्रोस्टेट ग्रन्थीमा हुने 3 प्रमुख समस्या अथवा रोगहरूको बारेमा सामान्य जानकारी दिएँ। आगामी श्रृङ्खलामा हरेकको बारेमा फेरि जानकारीहरू दिँदै जानेछु र जसले गर्दाखेरिमा प्रोस्टेट बढ्ने बित्तिकै मलाई क्यान्सर भयो कि भन्ने जुन किसिमको त्रास लिएर आउनुहुन्छ कतिपय, उहाँहरूलाई केही भए पनि यस खालका जानकारीमूलक भिडियोहरूले अलिकति त्यो एउटा डर त्रासको भावना कमी ल्याउने साथै सजग हुने र सचेतना फैलाउने काम गर्छ भन्ने विश्वास लिएको छु। आजलाई यति भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद।